हेलो एभ्रिवान। आज चाहिँ म मेरो युट्युब च्यानलको फर्स्ट भिडियो बनाउन यहाँ भक्तपुर आएको छु होइन। नेवारी फुड ब्लग बनाउने भन्ने प्लान भएर हामी यहाँ भक्तपुर आएको छौँ होइन। अब यो भक्तपुर एरिया चाहिँ म आउन त आएको छु थुप्रै पालि, तर मलाई त्यति थाहा छैन क्या यहाँ कहाँ के पाउँछ भनेर। त्यसैले मैले अलि यहाँ थाहा भएको मान्छे लिएर आएको छु। यहाँ छ हाम्रो साथी परमिस होइन। विशेष गरी यहाँको भक्तपुरको कहाँ कहाँ राम्रो खाना पाउँछ अनि हामीले खोजे जस्तो ठाउँ चाहिँ कहाँ छ भनेर हामी यहाँ आइयो होइन। अब चाहिँ हामीले टाइम वेस्ट नगरेर डाइरेक्ट फुड अर्डर गर्छौँ अनि लास्टमा चाहिँ रिभ्यू दिन्छौँ क्या कस्तो छ फुड कस्तो भयो भनेर। अन्तिमसम्म भिडियो हेर्नु होला। हामीले चाहिँ अब के अर्डर गर्ने त परमिस? नेवारी फुडहरूमा के हुन्छ? अन्डा बारा। तिमीलाई मनपर्ने चिज के हो? मासु अन्डा बारा, मिक्स बारा। मिक्स बारा एउटा चाहिँ मिक्स बारा अनि एउटा अन्डा बारा भयो। अन्डा बारा, मिक्स बारा अनि त्यति हो। नेवारी आइटम त्यति नै हो। नेवारी आइटमहरू भन न अरू के छ यहाँ कि स्पेसल? यहाँ पाउने स्पेसल होइन अन्डा बारा हो। अन्डा बारा हो। तर अन्डा बारा मात्रै खान त आएको होइन नि त, हामीलाई चाहिँ यहाँ त पुरा टेबल भरि चाहियो नि त खानेकुरा चाहिँ। आज म पुरै पेटै पुरा मेरो खाली छ, यहाँ आएर खाने भनेर मैले बिहानदेखि केही पनि खाएको छैन। त्यस भए हामीले चाहिँ यहाँ अब अलिक टन्नै खानेवाला छौँ। अरू अरू के अरे त्यो टक्कुन बिचा हो कि के भन्छ नि त्यो पाउँछ यहाँ? पाउँदैन। यहाँ के पाउँछ त यहाँ? दिनथाङ सुसु पाएपछि त्यति यहाँ चाहिँ विशेष गरी पाउने भनेको अन्डा बारा, मिक्स बारा, आलु सादेको अनि मुलाको अचार त्यो रहेछ। त्यो खाउँ भने अझ चित्त बुझेन भने अन्त पनि जाउँला। भर्खर के भयो त गाई चाहिँ यता त्यो बाटोमा माग्ने मान्छे हुन्छ नि, लाइक अन्त त त्यत्तिकै हात थमाएर माग्छ नि त। यहाँ चाहिँ हल्का फुल दिने रहेछ होइन। फुल दिएपछि चाहिँ हामीले बुझेर आफूले पैसा दिनुपर्ने रहेछ कि। यता मलाई फुल दिनुभयो, मलाई त थाहा भएन होइन। मैले चाहिँ आमालाई दिएँ अनि आमाले चाहिँ टक्क 10 रुपियाँ झिकेर दिनुभयो। यो चाहिँ मलाई थाहा थिएन होइन। अब थोरै आमासित सानो कुरा गरौँ। यहाँ बारा हाम्रो अर्डर पनि बनाउँदै हुनुहुन्छ आमाले, बारा बनाउँदै हुनुहुन्छ अनि बारा बनाउँदै आमाले क्वेसनको पनि एन्सर दिनुहुन्छ होइन। अब यहाँ तपाईँले गर्न लागेको कति भयो? यो तपाईँले भन्दा पनि यो सुरुमा स्टार्ट गरेको कति भयो? स्टार्ट गरेको त्यो गरेको त पहिला त यो डिस होइन के, पहिला चाहिँ अरूकै हो। आलु उसिने, त्यो केराको बारा बनाउने, गरामारी बनाउने, त्यस्तै छ पहिलाको काम। यो त यो पछिको काम हो यो। कति वर्ष भयो? कति वर्ष अघि गर्नुभयो तपाईँले? लाइक तपाईँले सुरु गर्नुभयो कि तपाईँको फ्यामिलीमा कसले सुरु गर्नुभएको? हाम्रो छोराको बाले। छोराको बाले? ए हामी सबै मिलेर। कति वर्ष भयो भन्नुभयो? अब त भइसक्यो 54 वर्ष भइसक्यो बाबु। 54 वर्ष? 54 वर्ष के गर्ने? आज बना भोलि बना। कति दिनको कति घन्टा काम गर्नु छ तपाईँले? कति बजेबाट आएर? अब कति घन्टा काम गर्ने? अब बिहान सोधिदेखि गऱ्यो भने त धेरै टाइम लाग्छ। अब घरमा सबै रेडी गरेर ल्याउने होइन बाबु। अब यहाँ आएपछि चाहिँ अलि केही मसला ससला नमिलेको मिलाउने, टेस्ट कस्तो छ टेस्ट गर्ने, त्यहाँदेखि सुरु गर्ने नि। भनेपछि तपाईँको यहाँ आज अब यहाँको काम बन्द गरेर फेरि अब भोलिलाई तयार गर्नु पऱ्यो? भोलि घर गएर भोलिको त गर्नै पऱ्यो नि है। आजको भनेपछि तपाईँले यो भिडियो बनाउन भन्दा पनि हामीले चाहिँ तपाईँको घर आएर भोलिलाई तयारी गरेको भिडियो बनाउँदा चाहिँ राम्रो लाग्यो। त्यसको लागि त नगर्ने भने मैले है। अब घर कहाँ पसल कहाँ होइन, त्यो त हुन्छ, त्यो पनि हुन्छ। त्यो राम्रो हुन्छ नि त। तपाईँले यति दुःख गर्नुहुन्छ, मान्छेले त हेरेको छ यहाँ आएछ तपाईँले बनाएछ दिएछ पैसा कमाएछ मात्रै सोध्छ नि त। भित्रको दुःख त मान्छेलाई थाहा हुँदैन नि त। त्यो दुःख त तपाईँलाई थाहा नि त, गर्ने मान्छेलाई थाहा हुन्छ नि त। त्यहाँ घरको काम सबै मिलेर गर्ने, छोरा बुहारी। कतिजना हुनुहुन्छ घरमा? यो कतिजना मिलेर? घरमा त 4 जना फ्यामिली छ। म एउटा, म बुढी मान्छे एउटा, छोरा बुहारी 2टा, नाति लिएर 3टा, 4वटा सबै परिवार। अरू छोरा डिभाइड छ। तपाईँ जस्तो त नाति छ। 37-38 वर्षको नाति छ। बाबु त्यति उमेर भयो? भइसैन। अलि भएको छैन? अलि भएको छैन है। ठिकै छ। अनि यहाँ त बालेन शाह आएर पनि खाएको रहेछ नि त, हामीले फोटो देखियो। हजुर उहाँ पनि आइपुग्नु भएछ। हजुरलाई पनि धेरै मनबाट आशीर्वाद दिएर बसेको छु। अब म यस्तो दुःखी पक्षमा आएर उहाँ बसिदिनु भयो, मलाई साह्रै खुसी लाग्यो। यस्तो खुसी लाग्यो कि खुसीले एकदम गदगद भयो। कति वर्ष पहिलाको कुरा हो त्यो?
यो कति वर्ष त्यो अहिले अब त्यो 82 वर्षको कुरा भने बालिन साहब 82 वर्षमा होइन मेयर हुनुभएको मेयर भएपछि आएको मेयर भएपछि पाल्नु भएको हुन्छ हाम्रो रेडी भयो अर्डर ठिक भयो ल उहाँले हङ्ग्री पनि भयो होला ल अब चाहिँ हामी खाना स्टार्ट गर्छौँ ल कत्रामा धन्यवाद ल हाम्रो अचार पनि भनेको थियो अन्डा बारा र अचार है र गाइज हाम्रो चाहिँ खानेकुरा आइसक्यो होइन अब यो कुन के हो मलाई त्यति आइडिया छैन अब हाम्रो साथीलाई सोधौँ है त के छ त यहाँ के आयो त ल भन त यहाँ दुईवटा मिक्स छ अनि एउटा यो मिक्स बारा यो मिक्स बारा यो चाहिँ अन्डा बारा मात्र त्यो यसमा मिक्स बनाएर चाहिँ मासु पनि हाल्छ अनि अन्डा हाल्छ अनि बारा भयो अनि यो भनेर चाहिँ तामाको सुप आलु तामा आलु तामाको सुप अनि यो आलु साजुक भयो अनि यो अचार भयो ल गाइज हामीले चाहिँ अब एक टेस्ट हान्न जाँदैछौँ पहिला चाहिँ मलाई यो मिक्स बारा नै खान मन लाग्यो होइन तिमी टेस्ट गर नि त अनि एक बाइट टेस्ट गर्थ्यौ होइन के यो चम्चाले नाटक गर्नु हो हतार भइसक्यो अब यसलाई पके पनि यसरी नै होला होइन खाना जसरी पनि खाए भयो होइन मजा छ है सही बबाल लाग्यो मलाई चाहिँ होइन त्यत्तिकै बालेन्सा आएर खाएको ठाउँ रहन्छ कि मैले पहिला टेस्टलिन भने होइन अन्डा यो बाह्रमा त यतिकै खाऊ क्या बाह्रको मात्रै टेस्ट अनि बल्ल त्योसँग सेकेन्ड बाइटमा त्योसँग खाऊ अनि थर्ड बाइटमा चाहिँ मिक्सर खाऊ हाम्रोतिर पहिला हुन्थ्यो क्या त्यो हाम्रो गाउँतिर पुरौला भन्ने चलन हुन्थ्यो मासबाट बन्थ्यो कि अनि मासलाई मस्त दलेर त्यसबाट एक दिन त्यो ब्याटर टाइपको बनाएर भिजाएर त्यसलाई बनाइन्थ्यो कि अनि त्यस्तै हुने रहेछ कि यसको स्वाद हल्का मास पनि हुन्छ रहेछ मासको दाल पनि अब चाहिँ यसलाई चट्ट यस्तो खाउँ होइन ओहो आलु पनि छ आलु पनि टेस्ट गर आलु एक प्रकारले यो त बबाल नै छ अब आलु टेस्ट गरौँ होइन कस्तो ठिकै हो अब आलु त अलमोस्ट जहाँ पनि ठिक हुन्छ नट ब्याड राम्रो छ मिठै छ मलाई त्यति आलु लभर होइन नि त मलाई यो नै मन पऱ्यो होइन अचार खाइदेऊ अचार होइन अचार अलिकति हाल आलु अलिकति हालेर सही हो अन्डा एक टुक्रा हाल बाह्रमा चट्ट चाहिँ हाल्ने होइन आलु एक पिस यो पनि हल्का उसको पनि झोल हालौँ होइन खाऊ बवाल थियो बवाल यो कम्बिनेसन चाहिँ दामी लाग्यो गाइज हामीले यहाँ खाएर पुरा सफाचट बनायो प्लेटहरू होइन अब चाहिँ अझै पनि पुगेन यहाँ चाहिँ हाम्रो माइकले काम गरेन हामीले रिभ्यू गर्दैथ्यौँ बेसिकली सबै फुड राम्रो लाग्यो यहाँको अनि हाम्रो पेट पनि भरिसक्यो त्यसैले हामीले चाहिँ आजलाई यति गऱ्यौँ अनि यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला हाम्रो भिडियो क्वालिटी कस्तो छ अनि हाम्रो कन्टेन्ट कस्तो छ केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने तपाईँहरूले कमेन्टमा दिन सक्नुहुन्छ अर्को भिडियोमा भेटौँला अहिलेको लागि चाहिँ यति बाई बाई
गाइज यो ठाउँ आउँदै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ क्यास पैसा लिएर आउनुपर्ने रहेछ हामीले यो क्यास पैसा नल्याएर थोरै मिस्टेक गऱ्यो अब भाइ जाँदैछ बाहिर पैसा खोज्नलाई अरू पसलहरूमा प्याक गरेर निस्किन लाग्यो पैसा कति भयो भनेर अनि क्यास पैसा नहुँदा गाह्रो भयो द्याट्स वाइ तपाईँहरूले चाहिँ क्यास पैसा लिएर आउनु होला अनि यो ठाउँको लोकेसन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नुभयो भने मैले कमेन्टमा पिन गरिदिन्छु लोकेसन